उसमै के अरे घर घरमै हेली ल्याइदिने घर घरमा हेलिने हो हालको घोषणा हो नि त नानी नेता त हो फेरि सलल भक्त सुनको सिनदी बालुवा अबरमा सलल भक्त सुनको सिनदी बालुवा अबरमा My name is Sakti. My name is Sakti. You कोन? You fool. You stupid. You mad. You handsome. You good. सुगर लो भइसक्यो जस्तो चक्लेट ल्याएर खुवाउनुपर्छ अलि घामै छेक्ने मान्छे अनि आखिर के गर्दैछन् यहाँ तीनजना मानुसे मर्छ होला ए बहिनी ए ढेड बाजे आउनु नि यता सहयोग गर्नु हामीलाई नै छिटो हुन्छ अहिले आउनु यहाँ सहयोग गर्नु ल हामी चाहिँ सुटमा जाँदैछौँ तपाईँको भ्लग मैले हेरेकै छैन कतिखेर लाउनु भयो बिहान लाउनु भएको रहेछ अनि म बिहान कम्प्युटर क्लास गइरहेको थिएँ हामी यहाँनिर शक्ति दादाको घरमा चट्टसँगले सुट गर्न आइरहेछौँ अहिले चाहिँ मेरो अनि शक्ति दादाको उहाँ चाहिँ यहाँको घर भेटी है भाग्नु शक्ति दादा के हो गुड मर्निङ एभ्रीवान ल मन्दी भाइ पक्रियो त तेर्स्याउनु न क्यामेरा म सर्ट र ड्रेस चेन्ज गरिहाल्छु मेरो चाहिँ यो लाउनु पर्ने छ होइन ड्रेस चेन्ज गरेको देखाइदिनु किसिदा गर्छौ त जाडो छ पुस कति आज 26 गते। 26 अरे त्यो सक्लै छ त के अरे मेरो हजुर टुकी थिरी उ गर्दाखेरि त नि त्यो के अरे कमल ओडाउँदै उ गरेको हो के न टेक क्यामेराले खिच्न अर्को गएर ओडाइहाल्ने क्या भ्लग हुँदैछ त्यो जे पाए त्यही अनि भ्लगमा चाहिँ के हुन्छ त त्यो झन् राम्रो कुरा सुटिङकै हुँदैछ भ्लग त्यो सुटिङकै कुरा हुँदैछ त्यो ए मेरो हजुर 3 मा त्यो सुहानाले यस्तो ब्ल्याङ्केट ओढेर हैन यति यतिको लाएर त्यस्तो हाम्रोमा चाहिँ ब्ल्याङ्केट ओढ्नु परेको छैन म स्टार्ट गरिदिन्छु हेलो गाइज वेलकम टु युट्युब च्यानल इट्स मी मानिस कार्की सो अहिले चाहिँ हामी गाउँले माया सिरियलको सुटमा छौँ यहाँ हुनुहुन्छ पात्र विदुरे अर्थात् बिदुरे भइसकेको छैन श्रीकृष्ण अधिकारी अनि म छु यहाँ पात्र सरिता अर्थात् मानसी मुडुला कार्की अनि क्यामेराम्यानमा होइसिन्छ मेरो दादा हजुर उहाँको शुभ नाम चाहिँ अरविन्द बराइली अनि पात्र शक्ति दादा है मेरो दादा भ्लग बनाउँदा गर्नु क्या ब्याक क्यामेरा खिचिन्छ अहिले पनि अनि हाम्रो डिरेक्टर साप हुनुहुन्छ नमस्कार भाग्यमानी हुनु कसको च्यानल हो मेसन युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु हुन्छ भन्ने आशा छ यदि नयाँ हुनुहुन्छ भने पुरानो हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट अनि सेयर गरिदिनु होला अब हाम्रो गाउँले माया सिरियल चाहिँ एपिएस अनलाइन टिभीबाट आइरहेको छ यसमा चाहिँ बेजोड एउटा गाउँले कथा गाउँले परिवेशमा तपाईँको त्यहाँनिर चाहिँ एउटा इन्टरटेन पनि पाउनुहुन्छ त्यहाँनिर चाहिँ एउटा द्वन्द्व पनि पाउनुहुन्छ त्यहाँनिर एउटा प्रेमिल पनि पाउनुहुन्छ त्यहाँनिर दुःख पनि पाउनुहुन्छ त्यहाँनिर हाँसो पनि पाउनुहुनेछ सबैजनाले गएर हेरिदिनु होला अनि त्यही हो अब हामी आज एपिसोड 14 को फर्स्ट सिन त नभनौँ सिन नम्बर 4 होला र तर आज फर्स्ट टेक लिन गइरहेका छौँ अब हेर्दै जानु होला कस्तो हुन्छ है एकदम चिसो हस् त धन्यवाद नजर गर्दै घाम चाहिँ आइपुगेकै छैन होइन घाम चाहिँ माथि छ डाँडा मलाई उसमै हेर्दैको प्रिमियरमै हेर्दैको कि प्रिमियरमा हेरिदिनु भयो ल के चाहिँ हेर्नु त्यो ल्याङको त्यो के अरे घोषणा पत्र के अरे उसमै के अरे घर घरमै हेली ल्याइदिने घर घरमा हेलिने हो हालको घोषणा हो नि त नानी नेता त हो फेरि तपाईँलाई कस्तो लाग्यो त्यो हेलिकप्टर चलाउन सिकिसकेँ मैले एकदम दामी छ त्यो के परे चारजनाले ताली बजाउँदो रहेछन् पातुलो गाउँ थियो नि त पातलो गाउँ हो नि त कस्तो भएन हेली सिकेको चाहिँ दामी छ ल्याङमा दियो के अरे
हावादारी घोषणा पत्र बकम पूजा राम्रै छ पार्टीको। अलिकति छोटो समय भयो हाम्रो त्यसमा सानो चाहिँ भाइलाई अलिकति पनि ल्याउनु समय एकचोटि। लम्बाएर अलिकति के अरे के भन्छ अब एक्टरहरूलाई पनि अलिकति राम्रोसँगले केही प्लस पोइन्ट एक्टिङ गर्न लगाउँदा राम्रो हुन्छ है ल हेलो, यता सुझावको हेर्नु न। लागि धेरै धेरै धन्यवाद हेलो। शक्ति दादा। अहिले चाहिँ म हाम्रो सानो पुकुले भाइसँग छु अनि उहाँ चाहिँ एकदमै ज्ञानी हुनुहुन्छ। यो चाहिँ नकाटिकन हाल्नुहोस् ल। ल आकाशैमा एकछिन है 1 2 3 ल 1 2 3 गो। आकाशैमा चिल हो कि बेसारा ल 1 2 3 स्टार्ट। आकाशैमा चिल हो कि बेसारा आकाशैमा चिल हो कि बेसारा 2 दिन माया लगाइदेऊ न के छरा 2 दिन माया लगाइदेऊ न के छरा 2 दिन माया लगाइदेऊ न के छरा ओ काली ज्यानको त्यो एक्लो बारा छोइदिने कोही छैन ओ काली ज्यानको त्यो एक्लो बारा छोइदिने कोही छैन बाचुन्जेलसम्म हाँस्केला गरौँ मरे त खोला जङ्गलमा बनिदेऊ न तिमी नै सहारा बनिदेऊ न तिमी नै सहारा 2 दिन माया लगाइदेऊ न के छरा 2 दिन माया लगाइदेऊ न के छरा 2 दिन माया लगाइदेऊ न के छरा सलल बग्छ सुनकोशी नदी बालुवा बगरमा सलल बग्छ सुनकोशी नदी बालुवा बगरमा। छने दर्शक वृन्द यहाँनिर चाहिँ हाम्रो बेहुली आजको रमायामा सासु बुहारी सुतिराखेका छन् मिलेर सुतिरहेछन्। अघि त जेल पठाइराथे हजुर खोइ सासु बुहारी हेरौँ सासु यता बुहारी खोइ यता बुहारी यता यता थोरै अनि हात छोडौँ सासु बुहारी उठेर यता हेरौँ त एकचोटि बेहुला बेहुली फेरि एकचोटि रुम रुम आफै घाँटीमा यहाँ के? बसा बसा भन्यो नि मेरो त फेरि अहिले कतिखेर सुन्दैछौँ भन्नु न भन्नु खेतमा हालिहाल्नु मार्दिनु खोला जानुपर्छ अनि खोला खोलै घर जानु लिएर आएको यहाँ हेर सुड्डी यहाँ हेर सुटी यिनी चाहिँ यो सारा सम्पत्तिको मालिक नि यहाँ सुटी अब आजै म बिहे गर्दैछु तँहरूले यिनको सेवा गर्नु अब ख्याल राखेस् फेरि यो शक्ति सकिन्छ नि जीवन के हो नखोज अर्थ म आफै बिहार्थी छु
नाग्दा त मेरो पनि साउको ब्याजले डाँडा नागिसक्यो म के गर्नु मेरो नाम पनि शक्ति हो शक्ति मेरो नाम शक्ति हो शक्ति मेरो नाम शक्ति हो शक्ति मेरो नाम किसने चाहिँ तपाईको नाम हो शक्ति मम्मी मेरो नाम किसने भन्नुहुन्छ यो शक्ति सर्क्यो भने निको हुँदैन तपाईको मम्मी अब कस्तो मलाई रिस्ने भएन त्यो इनर्जी मम्मी मलाई त ल ल ल ल ल ल ल कस्तो गर्ने रे मैले यस्तो गरेछु, सेतो तर खासमा चाहिँ यस्तो गर्नु मन रहेछ। ए सेतो छादिदा हुन्छ कि सेतोले भित्रको हजुर सेतोले कस्तो हुन्छ नि उताको लाइटमा सेतोले छैन कस्तो ऊ त यता आउनु न, घाम चाहिँ छेक्नु ओर आउनु अझै। दुई जनालाई नि छेक्नु पर्यो ए हो नाइस हो त घामै छेक्दिन पुरै हो। घामै छेक्दिए यी भाइ त फेरि डेन्जर छन् कि घामै छेक्दिन्छन् अनि पाइदैन भन न घामै छेक्ने मान्छे अनि होइन होइन शक्ति दादा हो धुम्रपान स्वास्थ्यपान होइन मद्यपान स्वास्थ्यको लागि हानिकारक छ थाहा छैन के गर्ने खैनी माडेर कसरी चेप्छन् अनि डाको छाडेर अनि सरिङ्गालाई पटाउने कुरो हुँदैछ यहाँ होइन उहाँ ठुलो बाको अगाडि लाज हुन्छ है खैनी प्याट प्याट पारेर यस्तो गरेपछि शर्मिकाले इसारा बुझेर झरक कहाँ हुन्छ चेप्नु नि त कसरी चेप्ने है त चेप्ने बेला भएन अनि एक दुई कपी पनि गर्नुपर्ने हुन्छ मलाई बिहे गर्छु एक दुई कपी पनि गर्नुपर्ने हुन्छ खैनीलाई नि फेरि सबै सम्पत्ति मेरो नाममा खोइ गर्ने कहाँ चेप्नु हो किर्ते गरेको पनि यही शक्तिले हो ए गुड गुड रोलिङ एक्सन सत्य कुरा त अर्को पनि छ यो घरको सम्पत्ति सबै मेरो नाममा गरिदिन्छु भनेर मलाई बिहे गर्छु भनेर सुरुमा बिहे पो- सम्झिनु न तपाईँले आवाजदेखि पहिला सम्झिनु अस्ति बिहा गर्न खोजेको सम्झिनु नि भन्नु सत्य कुरा त अर्को कस्तो खालको सत्य कुरा त अर्को भनिहाल्नु सत्य कुरा त अर्को पनि छ मलाई बिहे गर्छु भनेर यो घरको सबै सम्पत्ति मेरै नाममा गरिदिन्छु सत्य कुरा त अर्को पनि छ मलाई बिहे गर्ने नाटक गरेर घरको सबै सम्पत्ति मेरो नाउँमा गर्ने भनेर कृत्य गरेको पनि यही शक्तिले हो मलाई बिहे गर्ने नाटक गरेर घरको सबै सम्पत्ति मेरो नाउँमा गर्ने कृत्य गरेको पनि यही शक्तिले हो रोलिङ एक्सन सत्य कुरा त अर्को पनि छ मलाई बिहे गर्छु भनेर यो घरको सबै सम्पत्ति किर्ते गर्ने यही शक्तिले किर्ते गर्दै